कहिलेकाहीँ आफ्नै मान्छेले पनि धोका दिन्छन्। आज म त्यो विषयमा कुरा गर्दैछु। सायद तपाईँलाई एक्लो महसुस हुँदैन होला यो कुरा सुनेपछि। नमस्कार, मेरो नाम टिकाराम मगर। आजको टपिक साथीले धोका दिएपछि के गर्ने भन्ने विषयमा। साथी लाइफको यस्तो कुरा हो जुन नभए पनि हुँदैन, भए पनि हुँदैन। साथी भन्ने चिज जुन हामीले नभए पनि हुँदैन, भए पनि हुँदैन, त्यस्तो इम्पोर्टेन्ट कुरा हो साथी। मेरो पनि जिन्दगीमा एकवटा घटना छ। यो साथीको बारेमा जिन्दगीको घटना भनेको प्रायः सबैको नै भइरहन्छ। यो सबैलाई थाहा छ। सबैभन्दा जुन चाहिँ साथीलाई धेरै विश्वास गरेको हुन्छ, त्यो साथीले साथ छोडेपछि एकदम मनमा खुल्दुली हुने। अब अलिकति साथीहरूले चाहिँ अलिकति नराम्रो व्यवहार गरिदिएपछि मैले त यो साथीलाई धेरै नजिक सम्झेको थिएँ हैन, आज किन यस्तो गर्यो, किन त्यस्तो भयो भन्ने विषयमा धेरै मन खिलिरहन्छ, मन डुलिरहन्छ, मन भक्कानिरहन्छ, बहकिरहन्छ। जसको चाहिँ मेरो जस्तै छिट्टो विश्वास गर्ने मन हैन, कमलो मन हुन्छ त्यो विषयमा, त्यो बारेमा, जुन मान्छेको बारेमा। रियालिटी के हो भन्दाखेरि सबैलाई ट्रस्ट गर्न गल्ती हो। तपाईँहरूले के गर्नुपर्छ भन्ने आफैलाई स्ट्रङ बनाउने। मैले पनि अब त्यस्तै सोचिरहेको छु हैन, त्यस्तै भइरहेछ। आफूलाई स्ट्रङ बनाउने, अब फरक ढङ्गमा जाने, चाहिने भन्दा नचाहिने समय खेर नफाल्ने हैन। अलिकति त्यो साथीलाई पनि पछुतो होस् कि मैले त्यो साथी, यस्तो एउटा साथी थिए जुन साथीले चाहिँ मेरो लागि हरेक समय चाहिँ खर्च गरिरहन्थ्यो। त्यो साथीले पछाडि चाहिँ त्यो साथीले आफ्नो गोलमा फोकस गरेको देखिसके पछाडि उसले पछुतो भन्दा बाँकी केही पनि कुरा नसोचोस्। अथवा तपाईँ सफल भइसके पछाडि त्यो साथीले तपाईँलाई कहिले कसैले धोका दियो, के गर्यो भन्ने विषयमा उसलाई चाहिँ पश्चाताप भइरहोस्। यदि तपाईँको जिन्दगी पनि यस्तै भएको छ, साथीले धोका दियो, साथीले चाहिँ गद्दारी गर्यो भनेदेखि कमेन्टमा अवश्य बताउनु होला। यस्तै भिडियोहरू मन पर्यो भनेदेखि मलाई लाइक, सब्सक्राइब, सेयर गरिदिनु होला। बाँकी म अरू भिडियोहरू पनि बनाउँदै आउन सकूँ। नयाँ छु च्यानलमा र युट्युबमा पनि नयाँ नै छु। हरेक कुरा सिक्दैछु, तपाईँहरूसँग पस्किँदैछु। सिक्दै गरेको अनुभव र तपाईँहरूले दिँदै गरेको मायाहरू, प्रेरणाहरू बटुल्दै भोलिको दिनमा अझ सफल हुन सकोस् भन्ने अपेक्षाको साथ आज यस भिडियोबाट बिदा चाहन्छु। हस्त नमस्कार।